हेलो गुड मर्निङ नमस्कार सेवाहरू आदङ्गी फ्यापुला जुजुलोक जयमासी जोरले सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। फेरि पनि तपाईँहरूको लागि मेरो एउटा नयाँ भ्लग आएको छ। सो अब यता पछाडि हेर्न सक्नुहुन्छ, यहाँ लिची चाहिँ हाम्रो यसपालि चाहिँ फल्नु चाहिँ फलेन। लिची चाहिँ अलिअलि यसपालि धर्दैन, धेरै भनेको 10 केजी पनि हुँदैन होला, छैन फलेको। अब पहिला चाहिँ माथि छ्याप हुन्थ्यो, माथि बोटतिर त्यो हाँगा झार्दैको, यसपालि फलेन, मुनि मात्रै फलेको छ। चाहिँ खाँदाखेरि सकिने रहेछ। यहाँ घरकै मान्छेहरूलाई यताउता बाँड्दै ठिक्क हुने रहेछ। माग्नु चाहिँ थुप्रैजनाले माग्नु हुँदै थियो, अब पुग्ने भए पो त। अब यति मात्रै फलेको भनेको चाहिँ यसपालि चाहिँ फल्न सकेन लिचीले पनि। सो अनि तपाईँहरूलाई म के देखाउँछु भन्दाखेरि, अहिले चाहिँ बिहानको 6 बज्यो होइन। म चाहिँ भर्खर कुखुरा लिएर आएको, अघि 5 बजीतिर गएको थिएँ कुखुरा ल्याउनु। अनि यहाँ मेरो चाहिँ काँक्रा हुँदैछ फेरि यहाँ, तर यो त बोट पनि मर्नु पाटिसक्यो त। यो काँक्रा हुँदैछ। अनि अस्ति अर्को मेरो लोकल काँक्राहरू म तपाईँहरूलाई देखाउँछु ल। लोकल काँक्रा कताबाट हौ? लोकल काँक्रा चाहिँ यता छ झुन्डिरहेको। तर के गर्नु, हामीले त्यो रोपिसक्दाखेरि त दामै नआउने। अहिले कति पनि छैन, लामो लामो छ। उपर झुन्डिरहेको छ 4-5वटा। अनि यता पनि झुन्डिँदै रहेछ। यहाँ माथि पनि झुन्डिरहेछ। त्यहाँ पनि छ। मेरो यो चाहिँ लोकल काँक्रा हो। यहाँनिर 2-3 रहेछ। अब 15-20वटा छ काँक्रा, धेरै त छैन। लोकल पनि अब हुनु चाहिँ। अब यो चाहिँ मेरो खिर्रे काँक्रा यो ला हो। उयो पनि गर्ने बेला भएछ, काँक्रा पनि गर्ने बेला भएछ। अनि खिर्रे काँक्रा छ यहाँ तल चाहिँ, लगभग अलिक त निक्लिन्छ होला हौ, 20-30 केजी। यहाँ तल खिर्रे काँक्राहरू फुलिरहेछ। जति काँक्रा चाहिँ यहाँ हेर्नु न, झोडी खानु पर्ने। अनि सिबी, अब सिबी चाहिँ बुढो भयो। यो ढुसहरू पनि अब यतिखेर चाहिँ बर्खाको मौसममा चाहिँ घाँस चाहिँ कति हो कति, त्यतिखेर चाहिँ बाख्रादेखि गाई पाल्नु जतिकै हुन्छ। सिबीहरू पनि बुढो भयो। अनि लिची तपाईँहरूलाई देखाइदिइहालेँ। फेरि पनि लिची हेर्नु छैन, लिची फलेको यसपालि। यही नजिक चाहिँ यो हेर्दाखेरि चाहिँ रातो देखिरहेको छ। यस्तो हेर्दा चाहिँ रातो खायो भने टुप्पी समात्ने अमिलो हुन्छ। अमिलो छ अहिले चाहिँ। अनि सबजनाले पनि मागिरहेको छ, कसैले बेच्नु पनि भनिराख्नु भएको छ। अब बेच्नु त अब के बेच्नु र, यो 8-10 केजी पनि छैन होला सायदै। घरको यसो मान्छेहरूलाई अरूलाई यसो लु खानु है भनेर चट्नी दिएको जस्तो बाँडेर खाँदा चाहिँ मजा पनि आउँछ, सबजनाले खानु पनि पाइन्छ। त्यही देखाउनुलाई चाहिँ तपाईँहरूलाई मैले लिएको। अब चाहिँ अब सिस्नो खाने भन्दैछ नानीले, सिस्नो खानुपर्ने छ आज, टिप्नु छ मेरो सिस्नो। सिस्नो चाहिँ अब यस्तो खाइन्छ कि पुरा हाम्रो अर्ग्यानिक। फेरि यो चाहिँ अर्ग्यानिक उयो हो है। फेरि सिस्नो पनि अर्ग्यानिक भइगयो, फिर्के पनि अर्ग्यानिक, नत्र अर्को पनि। यो चाहिँ मेरो मेड इन रबिन राई हो। यो चाहिँ फिर्के चाहिँ हामी पहिला पनि त्यस्तै हुन्थ्यो, हाम्रो माथि घरतिर पनि गाउँतिर पनि सबजनाको फिर्के यस्तै हुन्थ्यो, अर्को हुन्थेन। तर अब सिस्नो खाइँदैछ हाम्रो चाहिँ। तर पसिना आइरहेको छ, पुरा गर्मी छ। सो गाइज, हामी चाहिँ फेरि खुर्पा यो हँसिया बोकेर जाँदैछौँ। आज चाहिँ ढोको चाहिँ उहाँले बोक्ने हो। हामी चाहिँ खोला पुगिकन आएको कि गर्मी बहुत भएर एकछिन खोला पुग्यो। तर पौडी भन्दा पनि हामी चाहिँ अब विशेष त लुगा नै धुयौँ होला, लगभग 1.5 क्विन्टल जति चाहिँ। अनि हामी चाहिँ अहिले काँक्रा टिप्नु हिँडेको। खास गरी भन्नुपर्दा चाहिँ तपाईँहरूलाई मैले हिजो खिरे काँक्रा पनि देखाइहालेँ। बारी अलिक अप्ठ्यारो छ, यहाँनिर हिँड्ने बाटो नि यस्तो छ भने जोडी भएर घाँस पलाएर। पहिला चाहिँ अब जङ्गल कुद्नु पर्थ्यो, अहिले त यो सबै फाँड्दै जानुपर्ने अवस्था भइसक्यो। काँक्रा हेर्नु सक्नुहुन्छ, हाम्रो खिरे काँक्राहरू तल्लोबाटै टिप्नु पऱ्यो। यहाँ चाहिँ तल्लो माथ्लो त्यही माथ्लो निकै छ। अनि सो हाम्रो चाहिँ अब आजको भिडियो भनेको चाहिँ तपाईँलाई खिरे काँक्रा टिपेर देखाउँदैछौँ हामीले। कृष्ण टिप त
यहाँ छ यहाँनिर यहाँदेखि चाहिँ हिजो त यहाँदेखि उता टिपेको यहाँदेखि अब उता टिप्दै टिप्दै जानुपर्छ त्यता छैन होला हौ त्यता छैन हिजै टिपिसकेको नि त यहाँबाट टिप्नुपर्छ कि यहाँ यसलाई चाहिँ नागेर चाहिँ जानु पर्यो तर यसरी नागेर जानु पर्यो अनि डोको चाहिँ यता ल्याऊ डोको मलाई दिउ त हो किरो काँक्रा छ कति छ खिर्रे नै खिर्रे यहाँदेखि खिर्रे 1 कल्ला 2 कल्ला 3 कल्ला कति छ हेर्नु चाहिँ एक उट्टा भइगयो अब कति हुन्छ अहिले वर्षमा हाम्रो काँक्रा चाहिँ अहिले चाहिँ एक टिपाइमा चाहिँ यति भयो अब अरू पनि टिप्नु छ यो एक टिपाइ चाहिँ म हेर्छु पसिना भइरहेछ छाती सबै भिजिसक्यो अब घाँस पनि काट्ने बेला भयो पानी परिरहेछ अब घाँस काट्ने पनि बेला भइगएको छ हुन्छ हस् त आजको मेरो भ्लग चाहिँ म तपाईहरुलाई यहीँ बन्द गर्छु है त बाई बाई